Hello everyone, हाम्रो पाइथन फ्रम एब्सोल्युट बिगिनर टु पाइथन हिरोको फर्स्ट एपिसोडमा तपाईँहरूलाई स्वागत छ। हाम्रो यो कोर्स भनेको चाहिँ तपाईँहरूलाई फ्रम एब्सोल्युट बिगिनरबाट चाहिँ एउटा पाइथनको प्रोजेक्ट रेडी भएको डेभलपरसम्म पुर्याउनु हो। फर माई इन्ट्रोडक्सन, मेरो नाम रोहन पुडासैनी। करेन्टली आइ एम वर्किङ एज ए ब्याकएन्ड डेभलपर एट भ्यानिला टेक्नोलोजी। अनि मेरो चाहिँ एक्सपिरियन्स भनेको फास्ट एपिआई एसक्युएल अल्केमी र पोस्टग्रेसक्युएलमा छ। त्यही भएर हामीले यो कोर्सको एन्डमा चाहिँ एउटा प्रडक्सन रेडी टाइपको प्रोजेक्ट बनाउँछौँ। त्यसमा चाहिँ हामीले यही प्याकेजेसहरू युज गर्छौँ। अब यो प्याकेजेसहरू के हो, यसले के काम गर्छ भन्ने कुरा चाहिँ हामी अब बिस्तारै कोर्सहरू बढ्दै जाँदाखेरि इच प्याकेजेसलाई छुँदै छुँदै जान्छौँ। नट ओन्ली दिस, अब हामीले यस्तैमा युज गर्ने प्याकेजेसहरू हुन्छ नि, जस्तै सिएसभी प्याकेजहरू भयो, अनि त्यसपछि ओके डिफ्रेन्ट प्याकेजेसहरू हुन्छ। अनि प्लस हामी चाहिँ एपिआई के हो र एपिआईमा कसरी काम गर्छौँ हामीले पनि हेर्छौँ। र नर्मल्ली हामीले वर्क इन्भाइरोमेन्टमा कतै पनि पाइथन युज गर्दाखेरि कसरी युज गर्छौँ, के हुन्छ, हाम्रो डेभलपर माइन्डसेट भनेको कस्तो हो त्यो पनि हेर्छौँ। प्लस हाम्रो इच एपिसोडको लास्टमा चाहिँ हामी अलिकति डिप डाइभ पनि गर्छौँ पाइथनमा। अन्त अब अरू भन्दाखेरि चाहिँ मेरो प्रोफेसनल एक्सपिरियन्स चाहिँ 3+ इयर्सको छ इन पाइथन। अनि प्लस मलाई चाहिँ नेटवर्क सेक्युरिटी अनि त्यसपछि लिनक्स यता पनि एकदमै रमाइलो लाग्छ, सो त्यता पनि हेरिरहेकै हुन्छु मैले। ओके, सो हामी हेरौँ है त हाम्रो प्रोजेक्ट अथवा यो कोर्समा चाहिँ के छ भन्दाखेरि चाहिँ नर्मल्ली अहिलेलाई चाहिँ प्लान भनेको हाम्रो 30 एपिसोडको हुन्छ। सो फर्स्ट एपिसोड भनेको यही भइहाल्यो। यसमा चाहिँ हामी पाइथनलाई सेटअप गर्छौँ। करेन्टली आइएम युजिङ म्याक, त्यही भएर हामी चाहिँ म्याकमा सेटअप कसरी गर्ने भनेर देखाउँछु। तर यदि तपाईँहरूलाई केही प्रब्लम आयो भने हजुरहरूले तल कमेन्ट गर्न सक्नुहुन्छ, अनि त्यसमा विल हेल्प। त्यसपछि भनेको नर्मल्ली हाम्रो भेरिएबल, डेटा टाइप, इनपुट आउटपुट, स्ट्रिङ, कन्डिसन्स, लुप, लिस्टहरू भयो। अनि हामीले ओओपीको लागि चाहिँ एज यु क्यान सी हामीले 4वटा एपिसोड छुट्याएका छौँ। यो चाहिँ किन भन्दाखेरि नर्मल्ली हामीले ओओपी चाहिँ युज गर्छौँ, तर किन युज गर्छौँ थाहा छैन क्या। हामी ओओपी चाहिँ युज गर्नको लागि मात्र भनेर युज गरेर हुन्छौँ। अब त्यही बुझ्नलाई चाहिँ हामीले ओओपीमा अलिकति डिप डाइभ पनि गर्छौँ। अनि अरू भनेको त नर्मल्ली मोड्युल्स, प्याकेज, अघि भने जस्तै जेसन्स र एपिआइज, अनि एचटिटिपी रिक्वेस्टहरूले कसरी काम गर्छ, डेट टाइम के हो, एसक्युएल, त्यो हुँदाहुँदै हामी गिट भर्जन कन्ट्रोल, पाइटेस्टहरू पनि हेर्छौँ थोरै। अर्सो भर्चुअल इन्भाइरोमेन्ट र डिपेन्डेन्सिज। अनि एज आई हेभ सेड, मेरो चाहिँ एक्सपिरियन्स फास्ट एपिआईमा छ। सो हजुरहरूलाई पनि फास्ट एपिआईको सिम्पल इन्ट्रोडक्सनदेखि लिएर फास्ट एपिआई कसरी युज गर्छौँ त हामीले भनेर सिकाउँदै नर्मल एउटा फुल स्ट्याक प्रोजेक्टै बनाउँछौँ। फुल स्ट्याक भन्दा पनि विल मोस्टली बी वर्किङ अन ब्याकएन्डमै काम गरेर हुन्छौँ। अनि अब हेरौँ भयो भने हामी यसैमा फ्रन्ट एन्ड पनि जोड्न सक्छौँ। सो फर्स्ट थिङ फर्स्ट, हामीलाई के चाहिन्छ भन्दा हामीलाई पाइथन चाहिने हुन्छ। सो पाइथन इन्स्टल गर्नलाई हामी python.org मा गएर यहाँबाट डाउनलोड गर्न पनि सक्छौँ। तर सजिलो चाहिँ हामीलाई के गर्दा हुन्छ भन्दाखेरि हामी म्याकमा हो भने चाहिँ brew.sh मा गएर होम ब्रिउ हाल्न सक्छौँ। मोस्टली यो सबैले हाल्नुभएकै होला। यसलाई यहाँ कपी गरेर सिम्पली सिम्पली हजुरहरूको टर्मिनलमा गएर हालिदिनु भयो भने यसले चाहिँ इन्स्टल गरिदिन्छ, जुन चाहिँ मैले गरिसकेँ पहिले इन्स्टल। सो सिम्पली हामी के गर्न सक्छौँ, इन्स्टल पाइथन। नर्मल्ली म्याकले चाहिँ अटोमेटिकल्ली पाइथन चाहिँ दिइरहेकै हुन्छ, तर त्यो पाइथन चाहिँ अलिकति आउटडेटेड हुन्छ। सब आई थिङ्क 3.8 हुन्छ, जुन चाहिँ नर्मल्ली हामीले काम गर्दाखेरि डिफ्रेन्ट प्याकेजेसहरू काम नगर्न पनि सक्छ। त्यति हामीले ब्रिउ इन्स्टल पाइथन गरिसकेपछि पाइथन इन्स्टल भइसक्यो।
पाइथन इन्स्टल छ कि छैन भनेरलाई पाइथन टेस्ट भर्जन गर्न मिल्छ। ओके पाइथन भेटाएन, तर पाइथन 3 हान्नु भने चाहिँ लेट्स सी यस ले भेटायो पाइथन 3.9 है। एकचोटि यो लोड नभएको हुनसक्छ। ओके युजर बिन पाइथन अहिले 3.9 नै छ, यसैले काम चलाउँ हामी। अब अरू के गर्न सकिन्छ भन्दाखेरि पाइथन त हालियो, अब वी निड कहीँ त रन गर्नु पर्यो नि त पाइथनलाई। त्यसको लागि चाहिँ हामीले एउटा कोड एडिटरहरू युज गर्न सक्छौँ। एकदमै नाम चलेको भनेको चाहिँ भिजुअल स्टुडियो कोड हो। यो नि राम्रो छ, तर अहिले त एआईको जमाना छ, सो एआईले नै सजिलो बनाउँछ नि त कोडिङको लागि। सो म चाहिँ कर्सर युज गर्छु। हजुरहरूलाई जे सजिलो लाग्छ त्यही युज गर्न सक्नुहुन्छ। यसलाई सिधै डाउनलोड फर म्याक गरेर यसले पिकेजी फाइल दिन्छ सायद, त्यसलाई इन्स्टल गर्न सकिन्छ। ओके सो लेट्स से हजुरहरूले भिजुअल स्टुडियो कोड अथवा कर्सर इन्स्टल गरिसक्नुभयो, पाइथन पनि इन्स्टल छ। अब हामी के गर्न सक्छौँ भन्दाखेरि एउटा खाली कर्सरको फोल्डर छ, फोल्डर खोलेको छौँ हामीले कर्सरमा। एउटा फाइल बनाऊँ, पाइथन भन्ने नाम नबनाऊँ, जस्तै लेट्स से टेस्ट भनेर बनाऊँ है। हरेक चिजको चाहिँ हरेक फाइल टाइपहरू हुन्छ नि त, फाइल टाइपले डिनोट गर्छ नि त। पाइथनको चाहिँ फाइल टाइपमा चाहिँ हामीले .py भनेर सेभ गर्छौँ। ओके अब हामीलाई पाइथन रन गर्नु पर्यो भने पाइथनको एकदमै सिम्पल भनेको प्रिन्ट हेलो वर्ल्ड। ओके यसलाई रन गर्नु पर्यो, पाइथन 3 test.py। ओके हेलो वर्ल्ड रन भयो है। पाइथन ल्याङ्ग्वेज भनेर सर्च गरेर हामीले विकिपिडियामा हेऱ्यौँ भने यसले के भन्छ भन्दा पाइथन इज अ हाई लेभल भनेको चाहिँ नर्मल्ली तपाईँहरूको कम्प्युटरले बुझ्ने भनेको जेरोज र 1 बाइनेरी मात्र हो क्या। तर हामीले त यहाँ प्रिन्ट हेलो वर्ल्ड यो त इङ्ग्लिस जस्तो नै लेखिरहेछौँ नि त। सो यो कम्प्युटरलाई बुझाउने भन्दा पनि यो चाहिँ मान्छेले बुझ्ने भयो। अब यसको भित्र चाहिँ सर्टेन कामहरू हुन्छ जसले चाहिँ यो हामीले जुन लेखिरहेछौँ नि हेलो वर्ल्ड, यसलाई चाहिँ 1s and 0s मा कन्भर्ट गरिदिन्छ। सो कोड रिडेबिलिटी भइहाल्यो। कोड रिडेबिलिटी किन हुन्छ भन्दाखेरि यो त इङ्ग्लिस ल्याङ्ग्वेज जस्तै छ। अर्को डाइनामिकली टाइप चेक, यो पनि हामी हेर्छौँ। गार्बेज कलेक्टेड पनि थोरै बुझ्छौँ हामीले। तर वाट आई एम लुकिङ हियर इज यसमा चाहिँ यो चाहिँ एउटा इन्टरप्रेटेड ल्याङ्ग्वेज हो क्या। इन्टरप्रेटेड ल्याङ्ग्वेज भनेको कस्तो भन्दाखेरि यदि तपाईँहरूलाई C++ को केही नलेज छ भने C++मा चाहिँ हामीले के गर्थ्यौँ, पहिला कोड लेख्थ्यौँ, कोडलाई कम्पाइल गर्थ्यौँ, अनि एउटा सर्टेन आउटपुट फाइल बन्थ्यो नि त। समथिङ से a.out अथवा समथिङ भनेर लेख्थ्यौँ नि त हामीले, याद छ भने हजुरहरूलाई। सो त्यो गर्नु पर्दैन क्या हामीले चाहिँ, हाम्रो चाहिँ यही फाइल नै रन हुन्छ। ओके अब के भइरहेछ अन्डर द हुड अलिअलि बुझ्न मन छ भने चाहिँ मैले अस्ति नै एउटा भ्लग टाइपको लेखेको थिएँ। यो चाहिँ कम्प्लिट चाहिँ भएको छैन, तर इन वर्क छ। तर यसमा चाहिँ मैले एउटा पिक्चर युज गरेको थिएँ क्या। यसले चाहिँ एक्ज्याक्टली के भइरहेछ भनेर देखाउँछ क्या। जस्तै स्टार्ट भयो, हामीले पाइथन main.py भनेर रन गऱ्यो भने चाहिँ सी पाइथनको इन्टरप्रेटर स्टार्ट हुन्छ क्या। अब सी पाइथन भनेको के हो भनेर सोध्नुहुन्छ भने पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेज चाहिँ सी प्रोग्रामिङ ल्याङ्ग्वेज माथि लेखिएको हो क्या। सो यो चाहिँ तपाईँले सी पाइथनको ओरिजिनल गिटहब रिपोमा गएर हेर्न पनि सक्नुहुन्छ। सो हामीले जुन पाइथन युज गर्छौँ नि त्यो चाहिँ यही नै हो कि। ओके सो हामीले युज गर्ने पाइथन भनेको सी पाइथन हो। यही सीलाई चाहिँ अघि मैले भने जस्तै
C++ छ भने त हामीले कम्पाइल गरेर कुनै एउटा आउटपुट निकाल्छौँ नि त। सो यो सी कोडको कम्पाइल चाहिँ पाइथन हो क्या, जुन हामीले यहाँ पाइथन 3 लेख्छौँ नि, यो भनेको चाहिँ हाम्रो यही सी कोडको कम्पाइल्ड भर्जन हो क्या। ओके, चित्रमै जाउँ है त। सी पाइथनको इन्टरप्रेटर स्टार्ट भयो। यसपछि के गर्छ भन्दाखेरि सपोज हामीले मेन डट पाई भनेर भनेको छौँ नि त, यसले मेन डट पाई भन्ने स्क्रिप्टलाई रन गर्छ अथवा पढ्छ होइन। पढिसकेपछि चाहिँ यसमा टोकनाइजेसन भन्ने चाहिँ कुरा हुन्छ क्या। टोकनाइजेसन भनेको चाहिँ यसले चाहिँ डिफ्रेन्ट टोकन अथवा डिफ्रेन्ट चङ्क्समा चाहिँ डेटालाई छुट्याउँछ क्या। जस्तै यहाँ यसले अब प्रिन्टलाई छुट्याउँछ पहिला, त्यसपछि यसले यो ब्राकेटलाई हेर्छ, त्यसपछि डबल कोटलाई हेर्छ, त्यो भित्रको टेक्स्टलाई हेर्छ फेरि, अनि डबल कोट हेर्छ, अनि इन्डिङ ब्राकेट हेर्छ। अनि यो काम चाहिँ टोकनाइजेसनले गर्यो। यसपछि चाहिँ अब पार्सिङ भन्ने हुन्छ। यो पार्सिङमा चाहिँ एउटा एब्स्ट्र्याक्ट सिन्ट्याक्स ट्री भन्ने बनाउँछ। यो चाहिँ अलिकति डिप नै भयो। तर पार्सिङमा चाहिँ के भयो भन्दाखेरि अब यसले वर्डहरू मात्र छुट्याएको थियो नि त। अब यसले चाहिँ त्यो वर्डहरूलाई पार्स गरेर वर्ड त ठिक छ, यो वर्डले काम गर्छ कि गर्दैन। जस्तै प्रिन्ट पछि यहाँ एउटा छुट्या छ अरे, यो त थाहा त पाउनु पऱ्यो नि त। हामीले त हेर्दाखेरि ल यहाँ रातो भयो हो के बिग्रियो भन्ने भयो नि, तर त्यो त कम्प्युटरले त बुझ्दैन। कम्प्युटरलाई बुझ्नलाई चाहिँ यसले एब्स्ट्र्याक्ट सिन्ट्याक्स ट्रीमा हेरेर त्यो चाहिँ भ्यालिडवाला सिन्ट्याक्स हो कि होइन त भनेर पार्स गर्छ क्या। अब त्यसपछि पाइथन इभन दो इन्टरप्रेटेड ल्याङ्ग्वेज हो, यो चाहिँ अलिकति डिपमै गयो। अब हामीले भने जस्तो नि इन्डमा चाहिँ डिपतिर जान्छौँ। सो इभन दो यो इन्टरप्रेटेड ल्याङ्ग्वेज हो, यसलाई चाहिँ कम्पाइल गर्नै पर्छ क्या। पाइथन चाहिँ कम्पाइल भइसकेपछि पाइथनकै छुट्टै एउटा बाइट कोडमा रन हुन्छ अथवा बन्छ क्या। त्यो बाइट कोडलाई चाहिँ फेरि पाइथनकै भर्चुअल मेसिनमा रन हुन्छ। पाइथनको भित्र एउटा भर्चुअल मेसिन हुन्छ, त्यो भर्चुअल मेसिनमा चाहिँ जुन कम्पाइलरले जेनेरेट गरेको बाइट कोड छ, कम्पाइल भइसकेपछिको त्यो रन हुन्छ, अनि कोड एक्जिक्युट हुन्छ। कोड भन्नाले चाहिँ अब यो जुन बाइट कोड छ नि, यसमा चाहिँ 0 एन्ड 1मा कन्भर्ट भइसक्यो क्या। अब यो 0 एन्ड 1 चाहिँ एक्जिक्युट हुन्छ, र त्यसपछि चाहिँ अब आउटपुट के हो त हाम्रो जेनेरेट भएको त्यो आउँछ र सक्यो। सो ओके, अब एउटा इन्टरप्रेटेड ल्याङ्ग्वेजको एउटा इक्जाम्पल पनि हेरौँ है त। जस्तै प्रिन्ट हेलो वर्ल्ड गऱ्यो भने यस्तो आयो है। लेट्स से अब हामीले फेरि प्रिन्ट हेलो वर्ल्डै गरेँ, तर लास्टको मैले एउटा छुट्याइदिएछु। अब के हुन्छ त? ओके, लेख्नुभयो युएफ आयो है, भनेको यो यहाँ एक्जिक्युसनसम्म जाँदै गएन, यसले यहाँनिर पार्सिङमा यसलाई रोकाइदियो। अब एक्जिक्युसन हुँदाखेरि चाहिँ यो इच लाइन इन्टरप्रेटेड भइसकेपछि इच लाइन रन हुन्छ, अनि कुनै एउटा इरर आयो भने चाहिँ यसले माथिसम्मको सबै रन भइसकेको छ नि त, यहाँ आएपछि मात्र इरर आउँछ क्या। ओके, हामी के गर्न सक्छौँ भन्दाखेरि हामी पछि पनि ट्राई चाहिँ गर्छौँ, तर हामीलाई थाहा छ कि केही कुरालाई पनि 0ले डिभाइड गऱ्यो भने यो इन्फिनिटी हुन्छ अथवा एनए हुन्छ भनेर हामीले ट्राई पनि गरे होला नि त। ओके, ल नजरले देख्नुभयो कि सबभन्दा पहिला 3टा प्रिन्ट हेलो वर्ल्ड प्रिन्ट भयो है। यो भनेको एभ्रिथिङ सिन्ट्याक्स सबै ठिक छ, प्रिन्ट पनि ठिक छ, 1/0 यो पनि सिन्ट्याटिकल्ली ठिक छ। हो 1/0 भनेको 0 डिभिजन इरर आउँछ, यो इरर पछि आउने इरर भयो नि त। सो सबै ठिक छ भने चाहिँ यसले पार्सिङ पास गर्यो, कम्पाइल भयो, र जब एक्जिक्युसनमा आइसकेपछि इच लाइन एक्जिक्युट हुँदै गयो नि त। यहाँनिर आइसकेपछि यसले इरर फाल्यो क्या। तर यही कुरा हामीले सीमा हेर्ने हो भने चाहिँ सीमा चाहिँ इच फाइल एकैचोटि कम्पाइल भएर एउटा आउटपुट फाइल बन्थ्यो नि त, त्यो आउटपुट फाइल रन हुन्थ्यो। अनि कम्पाइल हुँदाखेरि यदि केही इरर छ भने चाहिँ यसले यहीँ थाहा पाउँथ्यो र यो माथिको केही पनि चल्दैन थियो क्या, अथवा त्यो आउटपुट फाइल कम्पाइल भएरै बस्दैन थियो क्या। तर यसमा त त्यस्तो भएन नि त, यसमा इच लाइन रन भयो, अनि फाइनल यहाँ आइसकेपछि मात्र यसले इरर देख्यो र इररले सो गरिदियो। सो आजको फर्स्ट उसको लागि चाहिँ यति नै थियो। अब हामीले यहाँ गरिरहेछौँ नि प्रिन्ट किन गरिरहेछौँ 1/0 अथवा म्याथ कसरी गर्छौँ, त्यो चाहिँ हामी अब सेकेन्ड एपिसोडमा हेर्छौँ।
त्यही हो अब त्यसमा चाहिँ हामीले भेरिएबल्स डेटा टाइप अनि इनपुट आउटपुटहरू पनि हेर्छौँ. सो थ्याङ्क यू. अनि हजुरहरूलाई केही क्वेसन्स अथवा केही प्रब्लमहरू आइरहेको छ भने चाहिँ कमेन्ट गरिदिनु होला. अनि आई विल ट्राई माई बेस्ट टु एन्सर दोज. एन्ड थ्याङ्क यू. हेभ अ गुड डे.